भास्कर किचनमा आइपुगेका छौँ। अब उहाँको चाहिँ अब अघि भेज चाउमिन थियो भने आज फेरि चिकन चाउमिन। लु हेर्नुहोस् अब खेला चिकन हाल्यो अहिले तेलमा। अब तपाईँको हर्दी यसलाई चाहिँ हल्का फ्राई गर्नुपर्ने हुन्छ हो। यसलाई चाहिँ अब अनियन बाँगा अनियन पछि यसलाई चाहिँ पुरै जान्छ। यसलाई चाहिँ पुरै अलिक फ्राई गर्नुपर्छ। हिँड्नु है बाना। अब योसँग चाहिँ के जान्छ अरू? हजुर यसमा थियो सबै तपाईँको हुन्छ। कटिङ हेर्नु बानाको फेरि कटिङ चाहिँ तपाईँको यसमै हुन्छ हो। अरे बा अब यसमा प्याज जान्छ। यतिको भएपछि चाहिँ प्याज हल्का ब्राउन भएपछि चाहिँ प्याज। अब मेन खेला त यस्तो बाँकी नै छ नि है। बाँकी यसलाई चाहिँ पुरा हिट दिनु पर्यो है। यसलाई हल्का दिनुपर्छ नि। गाजर, कोपी, क्याप्सिकम अब यसमा गयो। अब यसमा नुन सिक्रेट इन्ग्रेडिएन्ट मसला। त्यो चाहिँ के आयो भने सस, चिली सस, भेनिगर। अब चाहिँ यसको मेन भुटुवा। लो 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 हे ल ल ल पुरा बोल्नु थाल्यो नि। अब त हो हालो हालो अहिले भने आज यो हो नि यो खोजेको नि त डरुवा डढा दिनुपर्छ तपाईँको। हल्का डढेको खालको तेललाई निकाल्नु पर्ने हुन्छ कि। यति गरेपछि चाहिँ अब हाम्रो नुडल्स हाल्ने काम गर्छ। नुडल्स कति प्लेटको? यो तिनवटाको छ। पुरा गाँठो पऱ्यो कि अब। अब फेरि यसलाई रोल हुन्छ। अब यसमा झन् दिनु पर्यो सस हालेर चाहिँ। यो हो नि
यो त त्यो चाउमिन पकाउने कराईले कति किलो छ हौ यो त दाजु? यो तपाईँको 6 किलो 6 किलो छ पक्का सेफ न्यू हेर्नु पक्का सेफ न्यू मसला क्या तपाईँ मजाले फिटिङ गर्यो माथिबाट पनि डढ्नु पर्यो माथिको आएकोले पनि भाइ पुरै बन्द अब रेडी भयो सर्भ गर्नु गार्निसिङको काम यो दामी छ नि हौ यो है हजुर रेडी धन्यवाद है अब प्लेटिङ हजुर हुन्छ प्लेटिङ गर्नुहोस् न प्लेटिङ पनि हेरौँ खाइनु त्यसको प्लेटिङ अरे बाप रे अर्डर आएको छ यता हाम्रो फेरि मूल साउनी छैन त्यो प्लेट उठाउनुहोस् प्लेट उठाउनुहोस् हेरौँ अरे बाप रे ल ल ल ल